हेलो नानी बाबुहरू, आज म फेरि तिमीहरूलाई कोर्डिनेट ज्योमेट्रीको एंगल बिट्विन टू स्ट्रेट लाइनको सर्ट क्वेसन नम्बर 8 लिएर आएको छु। अब यो क्वेसन चाहिँ हाम्रो सी को 2073 मा सोधेको क्वेसन रहेछ हैन। अब यो क्वेसनलाई हामीले कसरी बनाउने भन्ने कुरा सुन्दै जाउँ। पहिले क्वेसन पढौँ है त हामी। इफ द लाइन्स 3x plus my minus 5 equals to 0 and x upon 2 plus y upon 3 equals to 1 are parallel to each other, find the value of m। हिजो हामीले के गरेको थियौं, दुईटा पोइन्ट दिएको थियो, त्यसबाट स्लोप निकाल्थ्यौ, लाइनबाट पनि स्लोप निकाल्थ्यौ। अब पनि दुईटा लाइन दिएको छ, तर यो चाहिँ केमा दिएको छ हामीलाई, फ्र्याक्सनमा दिएको छ। अब फ्र्याक्सनमा दिने कसरी बनाउने भन्ने कुरा हेरौँ। विद्यार्थीहरु धेरै मिस्टेक गरिरहेको हुन्छन् यसमा। ल अब यसलाई कसरी बनाउने हेर्दै जाऊ है। Here the given lines are 3x plus my minus 5 equals to 0 and x upon 2 plus y upon 3 equals to 1। ठीक छ नि। अब यसको स्लोप निकालौं। स्लोप m1 equals to minus coefficient of x upon coefficient of y minus coefficient of x is 3 and coefficient y equals to m। Another equation, we have to find the slope m2 minus coefficient of x upon coefficient of y equals to minus coefficient of x equals to 1/2 1/2 किन हाम्रो यो x upon 2 भन्नु र 1/2 into x भन्नु एउटै त नि, हो के हैन। त्यसैले यसको कोएफिसिएन्ट x को कोएफिसिएन्ट कुन भयो हाम्रो 1/2 होल अपन कोएफिसिएन्ट y कोएफिसिएन्ट भनेको त्यस्तै 1/3 इक्वल्स टु यो 3 ले फर्स्ट फोर्थ फ्र्याक्सन ले फर्स्ट लाई मल्टिप्लाई गर्छ, थर्ड ले कसलाई मल्टिप्लाई गर्छ, सेकेन्ड लाई। अब यो 3 ले यो 1 लाई मल्टिप्लाई गर्दाखेरि 3 1 ले 2 लाई मल्टिप्लाई गर्छ अथवा 2 ले 1 लाई मल्टिप्लाई 2 1 जा 2 भयो हैन। अब त्यसपछि दुईटै स्लोप निकालिसकेपछि अब लाइन के हुन्छ, प्यारलल। प्यारलल हुने कन्डिसन कुन हो हाम्रो, m1 equals to m2। फेरि बनाउला यहाँ, condition of parallel m1 equals to m2 or m1 is minus 3 upon m, m2 is 3/2, 3 3 cancel, minus minus plus, therefore m equals to 2। यो चाहिँ यसको एन्सर। ल कविताहरु नानी बाबुहरु, हाम्रो यस्तो टाइपको क्वेशन सी मा सोधिराखेकै छ। अब यस्तो टाइपको क्वेशनलाई कसरी बनाउने भन्ने कुरा यसरी हेर्दै जाऊ। पहिले दुईटा लाइन लेख्नु, फेरि पहिलो लाइनको स्लोप निकाल्ने। स्लोप निकाल्दाखेरिको फर्मुला मैले पहिले बताइसकेको छु, त्यै पनि यसमा लेख्नु, माइनस कोएफिसिएन्ट अफ x अपन कोएफिसिएन्ट अफ y इक्वल्स टु माइनस कोएफिसिएन्ट अफ x भनेको चाहिँ 3, कोएफिसिएन्ट y भनेको चाहिँ कुन हो हाम्रो m। Another equation, x/2 plus x/3 equals to 1। Slope m2 equals to minus coefficient of x upon coefficient of y। Coefficient of x is 1/2। अब यो 1/2 कसरी भयो, यसलाई x/2 equals to 1/2 into x पनि लेख्न सक्छौं। अनि यो 1/2 यसको के हो, कोएफिसिएन्ट। अब यो 1/2 यो कोएफिसिएन्ट भयो x को। त्यसैगरी y को लागि 1/3। अब यो फोर्थ फ्र्याक्सन ले फर्स्ट लाई मल्टिप्लाई गर्छ अनि यो थर्ड ले सेकेन्ड लाई मल्टिप्लाई गर्छ अथवा सेकेन्ड ले थर्ड लाई, आफै जसरी बुझ्छौ। फेरि यो 3/2 भयो।
अब दुईटै स्लोप निकालिसकेपछि अब क्वेसनमा के भन्छ कि द लाइन्स आर प्यारलल। अब प्यारलल भन्ने बित्तिकै हाम्रो के हुने भयो, दुईटै स्लोपहरू इक्वल हुने भयो नि। अब कन्डिसन अफ प्यारलल m1 इक्वल्स टु m2, m1 भनेको -3 अपन m इक्वल्स टु m2 -3/2, 3 3 क्यान्सल भयो, माइनस यो माइनस पनि प्लस भइहाल्यो हैन। त्यसकारणले m इक्वल्स टु कति भयो 2। ल अब यो क्वेसनलाई राम्रो गरी हेर्नु, पढ्नु, बुझ्नु र मेरो युट्युब च्यानललाई सब्स्क्राइब र शेयर पनि गरिदिनु। थ्यांक यू।